हेलो गुड मर्निङ सबैजनालाई। अहिले बिहानको मौसम छ, चिसो मौसम। म आज यता महेन्द्रनगरतिर आएको छु। महेन्द्रनगरको दैजी भन्ने ठाउँमा आएको छु। एकदम रमाइलो दृश्य लाग्यो, हाम्रै अछामतिरको जस्तो लाग्यो। अनि मलाई एउटा भिडियो बनाइहाल्न लाग्यो। यतातिर पछाडितिर जङ्गल छ भने, अनि अलि यताबाट गयो भने अलि यतातिर चाहिँ एकदम हाम्रै पहाडतिरको जस्तो लाग्यो। किनभने यता पहाड पनि देखिन्छ, एकदम नजिकै पहाड पनि देखिन्छ। दृश्य पनि एकदम रमाइलो दृश्य लाग्यो। जङ्गल छ तर पनि रमाइलो दृश्य छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। एकदम रमाइलो छ दृश्य। यतातिरको घर पनि यति मन पर्यो मलाई। सानो छन् तर चट्टा सेम टु सेम पहाडको जस्तै लगाएको छ। माथि भित्तामा पनि जुवा हालेका छन् पहाडतिरका जस्तै। अनि सेम टु सेम पहाडतिरको जस्तै लाग्यो। एकदम मन पर्यो मलाई यतातिरको। अति रमाइलो दृश्य छ बिहानको। एकदम रमाइलो दृश्य छ। यता पहाडतिरको जस्तै खेत पनि छन्। म तपाईँलाई पुरा भिडियोमा देखाउँछु है त। हेर्नुहोस्, यतातिर खेत रहेका छन् भने उतातिर सेम पहाडको जस्तो लाग्छ तलमाथि। यतातिर मैदान हुन्थ्यो भने उता हँसुलियातिर मैदान जस्तो देखिन्थ्यो भने यतातिर एकदम रमाइलो छ। उतातिर पनि जङ्गल छ तर यतातिर तलतिर खेतमा पस्सो फालेको छ मल। एकदम रमाइलो दृश्य छ। यतातिर जङ्गल छ भने यतातिर बिचमा रोड छ, अनि यतातिर फाटा घर छन्। अनि एकदम रमाइलो दृश्य छ। सेम टु सेम पहाडको जस्तै याद आयो मलाई। पहाडकै अछामतिरको याद आयो। अछामतिरको जस्तै लाग्यो। त्यतातिर अछामतिरको मान्छे पनि धेरै बस्दा रहेछन्। यहाँ नजिकै पहाड छ। त्यहाँबाट एकदम नजिकै पहाड देखिन्छ। अलि उतातिर गयो भने राम्रो देखिन्छ होला। यतातिरबाट अलि यहाँ रुखले छेकेको हुँदाखेरि त्यति नजिक देखियो। तर यतातिर चाहिँ हेर्नुहोस्, एकदम रमाइलो दृश्य छ खेतको। गाडी पनि चलिरहेको छ। कता यो दैजी भन्ने ठाउँ हो। गाडी पनि ट्रक पनि चल्दो रहेछ यतातिर। रमाइलो दृश्य छ। खेत छ भने खेतमा पुरा मल बोकिएको छ पहाडतिरको जस्तै। हाम्रोतिर पनि यस्तै बोकिरहन्छ। हाम्रो अछामतिर पनि यस्तै देख्न मिल्छ खेतमा। अब गहुँ लगाउने समय हो। ट्याक्कै खेत पनि पहाडको जस्तै लगभग साँपे काली माटीतिर हुन्छ त्यस्तै लाग्यो लगभग। रमाइलो दृश्य छ। त्यतिर जङ्गल छ भने यतातिर गाडी चलिरहेका छन्। अब म यताबाट अलि अगाडि गएर देखाउँछु। यता माथितिरबाट कस्तो देखिन्छ हेरौँ। एकदम रमाइलो लाग्यो मलाई यताको दृश्य भने। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। एकदम रमाइलो छ। हेर्नुहोस् त, एकदम फाटे जस्तो अछामको कालीमाटीतिर देखिन्छ त्यस्तै देखियो। हेर्नुहोस्, साँपे बगरको उतातिर खेतहरू देखिन्छ नि त्यस्तै। एकदम रमाइलो लाग्यो दृश्य मलाई। बिहान यसो उठेर बाहिर आएको। चिसो पनि छ। चिसो सँगसँगै रमाइलो दृश्य अलि मनै लोभिँदो रहेछ। एकदम रमाइलो छ दृश्य। उता पछाडितिर जङ्गल छ भने जङ्गल देख्न सकिन्छ। सूर्य उदाइसकेको छ। बिहानको समय हो। बिहानको समय लगभग अब 8 बज्न लाग्यो। यतातिरको दृश्य चाहिँ रमाइलो छ। एकदम रमाइलो छ। यो महेन्द्रनगरको दैजी भन्ने ठाउँ हो। दैजीबाट अलिकति भित्र गाउँ, त्यो मन्दिरको सामने दैजीको मन्दिर छ। त्यो मन्दिरबाट यता हामीले दायाँतिरको रोडमा मुड्नुपर्छ। अनि भित्रतिर आयो भने एकदम रमाइलो दृश्य छ। यतातिरको गाडी अटो सबै चलिरहेका छन्। कहाँ जान्छन् त्यो त मलाई नि थाहा भएन। यतातिर अगाडि पनि गाउँ होला। गाउँ छ, अगाडितिर पनि घर देखिरहेका छ।
तर पनि केही छैन, एकदम रमाइलो दृश्य छ। हेर्नुहोस् त कति रमाइलो ठाउँ छ। तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तो सुझाव सल्लाह दिन नभुल्नु होला है त। कमेन्ट गर्नु होला। हामी महेन्द्रनगरमा छौँ। आज महेन्द्रनगरको त्यो पोखरी कटेज भन्ने ठाउँमा हामी आज घुम्न जानेछौँ। यता अलि नेट नभएको कारणले मैले भिडियो सायद अपलोड गर्न ढिला हुन्छ होला। मैले साँझतिर गर्छु, साँझ घरमा गएर गर्छु भने। एकदम रमाइलो दृश्य लाग्यो अनि भिडियो बनाउन मन लागिहाल्यो। बाँकी अब पोखरी कटेजतिरको त मैले भिडियो पछि बनाएर हाल्ने नै छु। तपाईँसम्मको लागि यो दृश्य एकदम रमाइलो लाग्यो, त्यही भएर मैले भिडियो बनाइहालेँ। तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तो सुझाव सल्लाह दिन नभुल्नु होला है त। ल हेर्नुहोस्, कति रमाइलो ठाउँ रहेछ। हस्, अहिलेलाई भने म छुट्टिन्छु। तपाईँले युट्युबबाट हेर्दै हुनुहुन्छ भने प्रकाश थापा युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला, सब्सक्राइब गर्नु होला। अनि मैले हालेका भिडियोहरू तपाईँलाई पहिले नै नोटिफिकेसन आउनेछ। साथै सँगैको बेल आइकनलाई क्लिक गरेर अलमा राखिराख्नु होला। अनि मैले भिडियो अपलोड गरुन्जेल एकदम छिट्टै तपाईँहरू कहाँ पुग्नेछ। आहा, कति मनै लोभ्याउने ठाउँ छ है त। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने यो महेन्द्रनगर जाने बाटो, अत्रियाबाट महेन्द्रनगर जाने बाटोमा एउटा दैजी भन्ने ठाउँ छ। दैजीको त्यो मन्दिर छ, मन्दिरनिर रोक्यो भने मन्दिरभन्दा यतातिर ठिक मन्दिरको सामनेबाट दायाँ हाततिर मोडेर अनि भित्र आयो भने यो अलिकति अगाडि है, अलिकति अगाडि आयौँ भने हामी यो ठाउँ देख्न सकिन्छ है त। हस्, तपाईँहरू जोडिँदै गर्नु होला, सब्सक्राइब गरेर। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पनि प्रकाश थापा फेसबुकलाई फलो गर्नु होला र जोडिनु होला। अहिलेलाई पनि म छुट्टिन्छु। बाँकी अब आज महेन्द्रनगरको पोखरी कटेजमा घुम्न जानेछु। त्यताको दृश्य पनि म तपाईँलाई देखाउने नै छु है त। हस्, धन्यवाद छ।